नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई अर्को एउटा नयाँ भिडियोमा। नेपाल सरकारले कोरिया पठाउन बन्द गर्न लागेको छ। तपाईले यो न्यूज सुनिराख्नु भएको होला। कोरियन भाषा तयारी गरेर बसिरहेका साथीहरुका लागि यो न्यूज अलिकति दुःखलाग्दो छ। किन भन्दा नेपाल सरकारले अबदेखि कोरिया पठाउनका लागि बन्द गर्ने एनओसी नदिने भनेको छ र यो निर्णय बाहिरिएको छ। यसमा के कारणले गर्दाखेरि चाहिँ एनओसी नदिने साउथ कोरियाका लागि भनेको छ, या कस्ता कस्ता समस्याहरू भए, कोरियामा आएका विद्यार्थीको कारणले हो या नेपालका कन्सल्टेन्सीको कारणले सरकारले यस्तो निर्णय गर्न बाध्य भयो भनेर आजको भिडियो मार्फत म तपाईहरुलाई जानकारी दिन गइरहेको छु। खास गल्ती के हो त? सरकारले यो एनओसी नदिने भनेर गल्ती गरिरहेको छ या विद्यार्थीहरुकै केही समस्याहरू थिए र यो सब भइरहेको छ भन्ने विस्तृत रूपमा आजको भिडियो मार्फत तपाईहरुलाई म जानकारी दिनेछु। तपाईहरु जति पनि कोरिया आउनको लागि तयारी भएर बस्दै हुनुहुन्छ उहाँहरुको लागि चाहिँ यो अलिकति ब्याड न्यूज छ। तैपनि यो भिडियो पुरा हेर्नु होला, पछि केही समाधान पनि हुन सक्छन्। के खास गर्नु पर्थ्यो सरकारले, यो कस्तो निर्णय गर्ने भनेर पनि मैले आफ्नो ओपिनियन पनि लास्टमा राख्ने छु। खासमा यहाँ एउटा नोटिस जस्तो आएको छ, 3 पेज लामो। मैले यो सबै नोटिस त पढेर सुनाउँदिन, तपाईहरुलाई बोरिङ पनि होला। यसमा विशेष गरेर कोरियामा विद्यार्थी भिसामा आएका विद्यार्थीहरूले विभिन्न समस्याहरू भोगिरहनु परेको, यसले गर्दाखेरि चाहिँ शारीरिक रूपमा मानसिक रूपमा विभिन्न तनावहरू भोगिरहेको, डिप्रेसनै हुन लागेको भएको हुनाले चाहिँ विद्यार्थीले दुःख पाए भनेर नेपालबाट कोरियामा विद्यार्थी नै नपठाउने निर्णय गरियो भन्ने कुरा चाहिँ नेपाल सरकारको तर्फबाट आएको छ। अब समस्या चाहिँ के हुन् त भन्दाखेरि चाहिँ जब कि नेपालबाट कोरियामा विद्यार्थी भिसामा पठाइन्छ त्यतिखेर कन्सल्टेन्सीले, त्यहाँका कन्सल्टेन्सीहरूले चाहिँ तुरुन्तै काम पाइन्छ। उहाँ त काम फालाफाल छ। तपाईका फल्ना इनाइन भिसामा गएका, वर्किङ भिसामा गएका दाइहरूले त कति काम पाउनु भएको छ, कति पैसा कमाउनु भएको छ तपाईलाई त थाहै छ नि भनेर भनिदिने, नभएकै कुरा भनिहाल्ने। त्यसपछि त्यही लैमा लाएर विभिन्न विद्यार्थीहरूले चाहिँ स्टुडेन्ट भिसामा कोरिया आउन खोज्ने, कोरिया आइसकेपछि भनेअनुसार काम नपाउने, भनेअनुसार पैसा नपाउने, लिगल रूपमा काम गर्न नपाउने भएपछि चाहिँ दुःख पाइराख्नु भएको छ। उहाँहरूले चाहिँ नेपाल एम्बेसीसम्म गएर आएर चाहिँ आफ्नो दुःख व्यक्त गरिराख्नु भएको छ। यस्ता समस्याहरू बारम्बार आइरहेका छन् भनेर यो फर्स्ट अफ अल चाहिँ नेपाल सरकारले एनओसी बन्द गर्ने भन्ने निर्णय गरेको छ। यो मात्र नभएर अरू पनि धेरै समस्याहरू छन्, जस्तो कि यहाँ आएर तपाईको अलिकति खर्च बढी हुन्छ यहाँ बस्नको लागि र विभिन्न साथीहरू मिलेर बस्ने, र जस्तै अब यहाँ अलिकति भन्न त खुलाएर भनेको छ लिभिङ टुगेदर भएर पनि बस्ने, केटाकेटीसँगै नि बस्ने। अलि दिनपछि मलाई अहिले चाहिँ शारीरिक सेक्सुअल हरासमेन्ट अथवा शारीरिक रूपमा चाहिँ यसलाई नेपालीमा के भन्छ, यसलाई नेपालीमा त्यो शारीरिक शोषण गर्यो भन्दै पनि एमबीसीसम्म गएको भनेर चाहिँ लेखिएको छ। अब यस्तो गर्नु भएको छ या छैन त विद्यार्थीहरूलाई नै थाहा होला। यस्ता कम्प्लेनहरू लगातार आइसकेपछि चाहिँ यसरी एनओसी नदिने निर्णय गरियो भनेको छ। र त्यहाँका नेपालबाट पठाउँदाखेरि पनि कन्सल्टेन्सीहरूले पनि फेरि अर्को कुरा के भनिरहेछन् त भन्दाखेरि कोरियामा चाहिँ काम फालाफाल पाइन्छ, जति पनि पाइन्छ, इलिगल रूपमै पनि जति पनि काम गर्न पाइन्छ भनेर चाहिँ पठाउँदो रहेछन्। तर त्यस्तो कोरियामा छैन। यहाँ इलिगल रूपमा यहाँ कोरियामा आएर काम गर्न एकदमै गाह्रो छ। 1-2 जना भर्खरै आएका साथीहरू पनि कतिपय हुनुहुन्छ। मैले यहाँ यो समाचार बाहिरिसकेपछि 4-5 जना स्टुडेन्ट भिसामा भर्खरै 3-4 महिना पहिला कोरिया आएर काम गरिरहेका या पढिरहेका साथीहरूलाई कल गरेर सोधे कस्तो छ त अवस्था, काम गर्नु भएको छ कि छैन, के छ भनेर। उहाँको कलै त मैले तपाईलाई सुनाउन सक्दिनँ। तर पनि उहाँले भनेअनुसार चाहिँ काम चाहिँ पाइँदैन, काम गर्ने इलिगल रूपमा हो। त्यो पनि एग्रीतर्फ गाउँतिर गएर अलिअलि काम गरेका छौँ। हप्ताको 1 दिन 2 दिन काम गर्छौँ, 2 दिन त क्लास नै जानुपर्छ, तर काम गर्न पाउँदैन। काम गरिहाले पनि एकदमै डर छ। यसलाई चाहिँ अब सहज चाहिँ छैन भन्नुभएको छ उहाँहरूले पनि। र सँगसँगै बसाइको अवस्था बुझ्दाखेरि चाहिँ वन रुम लिएर बस्नु भएको छ। झन्डै 5 लाख जति उहाँहरूले तिर्नुपर्ने हुँदो रहेछ एउटा वन रुमको। महिनाकै 5 लाख तिरेर बस्नु पर्दाखेरि चाहिँ यहाँनिर विद्यार्थीहरूलाई एकदमै गाह्रो हो। झन्डै नेपाली 50,000 भन्दा बढी हो त्यो भनेको। अब यसरी चाहिँ पैसा तिरेर बस्नुपर्ने, त्यही पनि हप्तामा 2 दिन काम हुने, 2-3 दिन मात्र काम पाइने, त्यो पनि इलिगल रूपमा, लिगल रूपमा होइन। सुरुमा चाहिँ एकदमै गाह्रो छ भनेर उहाँहरूको गुनासो आइरहेको थियो। उहाँहरू पनि 3-4 जना एउटै रुममा बस्नु भएको रहेछ। त्यसरी बस्दा अलिकति सहजीकरण हुन्छ कि भनेर बस्नु भएको छ। उहाँहरू चाहिँ केटा बस्नु भएको छ है। फेरि कतिपय केटाकेटी बस्ने, त्यसपछि गएर शारीरिक शोषण भयो भन्दै जाने गर्नुहुँदो रहेछ। उहाँहरू चाहिँ केटा 4-5 जना बस्नु भएको रहेछ। अब यो केटा बस्नु, केटी बस्नु, यसमा चाहिँ मेरो समस्या भएन। तपाईहरुले पनि यहाँ आइसकेपछि विचार गर्नुपर्ने कुरा चाहिँ तिनीहरू आफूमा छँदा पनि छन्। भर्खरकै 17-18 वर्षका, 19 वर्षका साथीहरू आउनुहुन्छ। अब केही मनमा त अर्कै त होला, तर पनि आफू संयमित हुनुपर्छ, आफू चाहिँ बचेर बस्नुपर्छ। यो चाहिँ त्यो उमेर होइन। हामी चाहिँ घरबाट नेपालबाट चाहिँ जतिसुकै उच्च शिक्षा हासिल गर्नको लागि विदेश गएकोमा तपाईलाई बधाई छ, शुभयात्रा भनेर एयरपोर्टमा टिका माला लाएर पठाए पनि खास उहाँहरूको उद्देश्य भनेको चाहिँ
पैसा कमाउनु हो। यो त सबैलाई थाहा छ। जापान जानुभएको छ कति साथीहरू मलाई थाहा छ। उहाँहरू जति पनि जापान जाँदाखेरि मैले एयरपोर्टमा देख्छु उहाँहरूका आफन्तीहरूले उच्च शिक्षा हासिल गर्नको लागि के उच्च शिक्षा हासिल हो, उहाँहरू अब इन्जिनियर डाक्टर पाइलट भएर आउनुहुन्छ भने त म पक्कै पनि गलत छु होइन। उहाँहरू कहाँनिर काम पाइन्छ भनेर कुन बारी जाने, त्यसपछि गएर विभिन्न के भन्छ सुपर मार्केटमा गएर काम गर्ने गर्नुहुन्छ भने त उहाँहरू त पक्कै पनि उच्च शिक्षाभन्दा पनि पैसा कमाउनको लागि गएको हो। उद्देश्य नै पैसा कमाउने हो भनेपछि यहाँ आएर उहाँहरूले कुन कलेज हो भन्दा पनि कुन काम गर्ने हो भनेर सुरुमा सोच्नु रहेछ। स्टुडेन्ट भिसामा आउने साथीहरूले कोरियामा आउँदाखेरि पनि भोलिबाट काम पाइन्छ पाइँदैन, काम कता पाइन्छ, कस्तो कलेज हो भन्ने थाहा नहुँदै कामको टेन्सन हुन्छ उहाँहरूलाई। तर काम चाहिँ लिगल रूपमा गर्न पाउँदैन। र यस्ता समस्याहरूले गर्दाखेरि चाहिँ यो समस्या बारम्बार आएको, यो समस्याले गर्दाखेरि E9 E7 भिसामा बसेर काम गर्ने साथीहरूलाई समेत तनाव भएको भनेर भनेको छ। अब त्यो तनाव चाहिँ मलाई चाहिँ प्रत्यक्ष रूपमा केही पनि भएको छैन। तर अब कस्तो तनाव हो उहाँहरूलाई, अब कसैलाई भएको पनि होला, किन भन्दा त्यहाँ केही रिलेटिभ होला, के ब्ल्याकमेलिङको कुराहरू भएको होला। अब त्यसले गर्दाखेरि अरूलाई पनि समस्या परेको होला, त्यो आफ्नो ठाउँमा छ, त्यसरी चाहिँ भनिएको छ। तर यो भनिराख्दाखेरि चाहिँ पूर्ण रूपमा विद्यार्थीलाई मात्र दोष लगाउन चाहिँ मिल्दैन। नेपालबाट पठाउने कन्सल्टेन्सी उहाँहरू चाहिँ जय जयकार गरिदिने, विद्यार्थीले चाहिँ यस्तो गरे उस्तो गरे भन्नु चाहिँ पाइँदैन। उहाँबाट भन्दा नै कन्सल्टेन्सीलाई पनि त कारवाही गर्नुपर्छ। कन्सल्टेन्सीलाई पनि त एउटा दायरामा ल्याउनु पर्ने हुन्छ। कन्सल्टेन्सीको चाहिँ मतलबै छैन कहाँबाट गयो, कसले गर्यो, कसले भन्यो। भने कन्सल्टेन्सीले काम पाउँछ भन्यो, गयो रे, हामी आएर काम नपाउनु चाहिँ हाम्रो गल्ती देखिरहेको छ। तर पनि त्यहाँ गएर कन्सल्टेन्सीलाई पनि एउटा दायरामा राख्ने, काम पाइन्छ या पाइँदैन जियो त्यही सत्यता बोल्दिन लगाउने। यो तपाईँको कति खर्च लाग्छ, के लाग्छ, उहाँ गएर काम कति महिनापछि गर्न पाइन्छ। तपाईँको कोरिया आइसकेपछि तपाईँको कार्ड नबनुन्जरी काम गर्न पाउनुहुन्न तपाईँ लिगल रूपमा। तपाईँको जब आइडी कार्ड बन्छ, आइडी कार्ड बनिसकेपछि पनि तपाईँले वर्क पर्मिट लिनुपर्ने हुन्छ। वर्क पर्मिट पनि धेरै दिन्न, हप्तामा यस्तै कति घन्टाको दिन्छ, त्यति मात्र तपाईँले काम गर्न पाउने हो। त्यो पैसाले तपाईँले कलेजको फी तिर्न, खान बस्न पनि राम्रोसँग पुग्दैन, त्यति मात्रै हो। कमाउने उद्देश्यमा तपाईँ कोरिया आउनुभएको छ भने सुरुको 4-5 वर्ष गाह्रो नै हुन्छ। तर मैले यो सूचना आएसँगै मैले के भन्न चाहन्छु भन्दा सबै गल्ती चाहिँ विद्यार्थीको मात्रै, सबै गल्ती चाहिँ यहाँ कोरियामा भएका मान्छेको मात्रै चाहिँ होइन। नेपाल सरकारले यो कुरा पनि ध्यान दिनुपर्छ कि नेपालबाट जुन कन्सल्टेन्सीले पठाइरहेको छ तिनीहरू पनि एउटा कानुनको दायरामा ल्याउनु पर्ने हुन्छ। तिनीहरूले चाहिँ जे मन लाग्दै बोल्दै पनि हुने, उहाँ गएर त मजाले पैसा कमाइन्छ, फल्नाले त 4 लाख कमाइरहेछ, तपाईँले 2 लाख कमायो नि भनेर भनिदिने। त्यसपछि त मक्ख नेपालमा 5,000 नकमाएकोले 2 लाख सुन्दाखेरि त ओहो हो त, जसरी भए 2 लाख 2-4 लाख कमाउनु पाए त भइगयो। कमाउनु नै छ उद्देश्य, त्यसरी चाहिँ आउँदो रहेछ। यहाँ आएर चाहिँ काम पनि पाउँदैन, बस्नु पनि समस्या, खाना पनि एकदमै महँगो, बसाइ पनि महँगो भएर चाहिँ अलिकति कुरा बिग्रेको जस्तो लाग्छ। नेपालबाट जति पनि तपाईँहरू आउँदै हुनुहुन्छ, तयारी गर्दै हुनुहुन्छ, तपाईँहरूले पैसा पनि दिइसक्नु भयो होला, कोरियन भाषा पनि अलिकति पढिसक्नु भयो होला होइन, आइएल्टिएस पनि गरिसक्नु भयो होला। अब यसमा चाहिँ तपाईँहरूले केही धैर्य गर्नुपर्ने भयो। अब अर्को सूचना नआएछ भने मेबी रोक्ने नै होला। अब यो चाहिँ नेपाल सरकारले यस्ता निर्णय गर्दाखेरि पनि हावा नै छ के, अहिले यतिखेर पनि ट्राई गरिरहेका मान्छेहरू हुन्छन् भन्ने कुरा चाहिँ सोच्दैन। यतिखेर चाहिँ ट्राई गरिरहेका मान्छे हुन्छन्, आगामी 6 महिनापछि चाहिँ हामीले एनओसी दिन बन्द गर्छौँ भनेको भए त कमसेकम अहिले ट्राई गरिरहेका, अहिले लगानी गरिसकेका, पैसा दिइसकेका मान्छेलाई त तनाव हुँदैन थियो नि त। उहाँहरूले पनि त फ्युचर प्लान अर्को गराउन सक्नुहुन्थ्यो। 20मा 4-5 महिनाको समय रहन्थ्यो। छैन, मन लाग्दै जे बोल्दै पनि भयो, जे गरे पनि भयो, अर्कालाई दोष दिने, आफू उम्किने भन्दा अरू चाहिँ छैन। तपाईँहरूले अब विचार गर्नु होला। कोरिया पनि त्यति सहज चाहिँ छैन। स्टुडेन्ट भिसामा आएर अब तपाईँको पैसा कमाउने नै उद्देश्य हो भने चाहिँ स्टुडेन्ट भिसामै भन्दाखेरि पनि कोरियन भाषा पढेर E9 भिसामा आउनुभयो भने अझै राम्रो हुन्छ। कोरियन भाषा, बेस्ट अफ एक्जाम, वैदेशिक रोजगारी अनि धेरै कुराहरू केही जिज्ञासा छन् भने हजुरले मेरो भिडियोमा कमेन्ट गर्न सक्नुहुन्छ। म कमेन्ट रिप्लाई गर्छु। होइन भने भिडियोको डिस्क्रिप्सनमा फेसबुक, इन्स्टा, टेलिग्रामको लिङ्क छ, हजुरले मलाई फलो गरेर प्रत्यक्ष सम्पर्क गर्न पनि सक्नुहुन्छ। धन्यवाद।